तपाईहरुलाई पनि साउथ मुभी एकदमै धेरै मन पर्छ भने तपाईहरुको लागि गुड न्यूज आइसकेको छ। विजय सेतुपतिको नयाँ साउथ मुभी त्यो पनि हिन्दी डबमा आइसकेको छ र मुभीको नेम अनि कहाँ हेर्ने त्यो चाहिँ म लास्टमा भन्ने छु। त्यही भएर भिडियो अन्तिमसम्म हेर्नु होला र यस्तै मुभी रिकमेन्ड अनि रिभ्यूको लागि चाहिँ कुल मुभीलाई फलो गर्नु होला। मुभीको लेन्थको कुरा गर्नु पर्दाखेरि चाहिँ 2 hours and 34 minutes को मुभी छ। लेन्थको कुरा गर्नु पर्दाखेरि चाहिँ 2 hours and 34 minutes को मुभी छ। तपाईहरुले महाराजा जस्तो मास्टरपिस मुभी हेर्नु भएको छ भने चाहिँ तपाईले त्यति धेरै एक्सपेक्ट गरेर नजानु होला, किनकि त्यो लेभलको महाराजा लेभलको चाहिँ बनेको छैन। र यसमा तपाईहरुले देख्न सक्नुहुनेछ एक्सन, कमेडी अनि लभ स्टोरी। तपाईहरुले विजय सेतुपतिको अगाडिको 96 भन्ने लभ स्टोरी मुभी हेर्नु भएको छ भने त्यो लेभलको पनि लभ स्टोरी चाहिँ यहाँनिर देख्न पाउनु हुँदैन र तपाईहरुले एक्सपेक्ट त्यति धेरै नगर्नु होला। मुभी राम्रै बनेको छ र यो मुभीको मेन स्टोरीको कुरा गर्नु पर्दाखेरि चाहिँ विजय सेतुपति जो चाहिँ मलेसिया जान्छ र मलेसियामा त्यहाँ पुगेपछि चाहिँ को एउटा केटीसँग चाहिँ लभ पर्छ भनौँ न। अनि त्यस पछाडि त्यो केटीलाई चाहिँ पैसाको खाँचो हुन्छ र त्यस पछाडि उसले चाहिँ ब्याङ्क रबरी गर्नुपर्ने अवस्थामा पुग्छ अनि त्यो उसले सक्सेसफुली ब्याङ्क रबरी गर्छ पनि र त्यो पछाडिको कहानी चाहिँ तपाईहरु आफैले हेर्नु होला। मुभी एकदमै दामी छ, तपाईहरुलाई मनपर्छ। इफ तपाईहरु विजय सेतुपतिको फ्यान हो भने चाहिँ तपाईहरुले के गरे पनि यो मुभी चाहिँ मिस नगर्नु होला। मुभी एकदमै राम्रो छ र मुभीको नाम चाहिँ हो एस र यो मुभी अहिले नै तपाईहरुले अमेजन प्राइममा हेर्न सक्नुहुन्छ। र इफ तपाईहरु फ्रीमा हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईहरुले पिकासो एप डाउनलोड गरेर पिकासो एपमा हेर्न सक्नुहुन्छ। यस्तै मुभी रिभ्यूको लागि मलाई फलो गर्नु होला, कुल मुभीलाई फलो गर्नु होला। थ्यांक यू।